जरबेराको खेती गर्दाखेरि अब यो समर सुरु भएको छ, गरम महिना सुरु भएको छ र गरम महिनामा चाहिँ फुल पनि अत्याधिक उत्पादन हुने गर्दछ। तर त्यसको साथसाथैमा जरबेरा कृषकहरूले भोग्नुपर्ने एउटा कुरो चाहिँ के पनि छ भनेदेखि चाहिँ तपाईँहरूलाई म देखाउन गइरहेको छु। यो चाहिँ हो यो यसरी यसमा चाहिँ अब यो यति राम्रो फुल तपाईँले देखिरहनु भएको छ, तर मेरो लागि चाहिँ यो अब क्यान्सल भएको हो। र यहाँनिर तपाईँ देखिरहनु भएको छ वरिपरि कालो कालो देख्नुहुन्छ, यसमा चाहिँ अब फङ्गसहरू आएको हो। र यस्तै प्रकारले अर्को कुरो यो यति दामी छ, तर पनि यो बिचमा लिएर हेर्दा चाहिँ यहाँनिर चाहिँ खाएको तपाईँले देख्नुहुन्छ खोडे। र जरबेराको खेती गर्दाखेरि धेरैवटा चुनौतीहरू छन्। तीमध्ये एउटा चुनौती चाहिँ यो अब यति राम्रो बोट छ होइन, फुल पनि यति धेरै लागिरहेको थियो, तर यो अचानक ओइलेर गयो। र किन ओइल्यो भन्दाखेरि चाहिँ यसमा चाहिँ यसको रुट चाहिँ यसरी कुहिएको छ नि, यसरी यो चाहिँ अब कुहिएको छ होइन, यसरी कुहेर गइरहेको छ यसरी। र जरबेरालाई चाहिँ मेनली यसलाई लाग्ने रोग भनेको चाहिँ पत्ताबाट, जराबाट, अनि फुलमा पनि छ। फुलको पनि एउटा समस्या छ त्यहाँ चाहिँ। अब अहिले म तपाईँहरूलाई देखाउँछु त्यो पनि। र यसरी हेर्नुहोस् न, यति मजाको बोट चाहिँ यसरी गएको छ। र यसको लागि अब उपचार चाहिँ अब के गर्नुपर्ने हो, अब त्यो मलाई त्यति थाहा भइसकेको छैन। र पनि कतिवटा कुरो चाहिँ अब पानी ज्यादा हुँदाखेरि पनि यस्तो हुन्छ भन्छ होइन, फङ्गसले पनि यसरी जरालाई बिगार्ने गर्छ। र यहाँनिर हेर्नु यत्रो बेसी बोट थियो यो यहाँनिर। यसलाई फाँड्दा चाहिँ एउटा, दुईवटा, तीनवटा, चारवटा, पाँचवटा, छवटा, सातवटा बिरुवा चाहिँ यसरी अब खेरो गएर गयो, यसरी कुहिएको छ है। र यो चाहिँ अब दुःखको पक्ष भनौँ न। अब यहाँ पनि एउटा तपाईँले देखिरहनु भएको छ, यति मजाले फुलिरहेको छ, तर यो चाहिँ ओइलिएर झऱ्यो। र बोट चाहिँ यसरी यहाँ अब के भएछ भन्ने कुरा चाहिँ म हेर्दैछु। यसको पनि कन्डिसन चाहिँ अब त्यस्तै छ, यसको पनि जरा नै अब कुहिएको हुनसक्छ है। र जरालाई चाहिँ मैले यसरी खोलिदिएँ वरिपरिबाट। अब यहाँ हेरौँ, र जरा चाहिँ अब कोटाइदिएँ। र यसरी ओइलेर मर्छ, नत्र भनेदेखि चाहिँ अब यति मजाको छ होइन, फुलहरू चाहिँ अब यति मजाले फुलिरहेको छ। तर अब एउटा बिमार चाहिँ यो पनि छ, यो एउटा